रामतुलसी माध्यमिक विद्यालयले आफ्नो 58औं वार्षिक उत्सव भव्यताको साथ मनायो। वार्षिक उत्सव कार्यक्रममा विभिन्न फ्याकल्टीका स्टुडेन्टहरूले टेक्नोलोजी, नवीनतम प्रविधि र आफूले उत्पादन गरेका सामान तथा वस्तुहरूको पनि प्रदर्शन गरेको थियो। विद्यार्थी तथा शिक्षकहरू मिलेर विभिन्न उत्पादित सामानहरूको पनि प्रदर्शनी गरेका थिए। साथै रैथाने खाना तथा परम्परागत खानाहरूको पनि प्रदर्शन र बिक्री पनि गरेको थियो। जहाँ युनेस्को हेरिटेजमा सूचीकृत नेपालको एकमात्र परिकार योमरीको पनि प्रदर्शनी तथा वितरण गरेको थियो। रामतुलसी माध्यमिक विद्यालय यो नमुना माध्यमिक विद्यालय पनि हो। यसको सञ्चालक समिति अध्यक्ष पनि हुनुहुन्छ है। तपाईको कार्यकालमा है यति 58औं वार्षिक उत्सव छ। 58औं वर्षमा आइपुग्दाखेरि यो स्कुलको प्रगतिहरू के भए र तपाईको अझै भावी योजना के छ? धन्यवाद हजुरलाई। मैले अघि मेरो प्रतिवेदनमा भनिसकेको छु, हाम्रो विद्यालय 58 वर्षमा यसै आएको होइन। हामीहरू जिरोबाट हाम्रो क्वालिटीमा पनि जिरो थियो, हाम्रो भौतिक रूपमा पनि जिरो थियो। अहिले हामी 4 जीबीसम्म आइसकेको छ र भौतिक पूर्वाधारहरू हामीसँग इनफ भइसकेको छ। सुख सुविधा सम्पन्न छ। अहिले पनि हाम्रो प्रदेश सरकारबाट र स्थानीय सरकारबाट बजेट आएर 12 कोठाको 2टा भवन बन्दैछ र विद्यार्थीको क्वालिटी पनि अहिले राम्रो छ, भन्न योग्य छ भन्ने लाग्छ मलाई। यो आजसम्म अरू विद्यालयहरूको कम्प्यारिजनमा हैन तपाईहरुको पक्कै पनि प्लानिङ र अनि यो भिजन राम्रै भएर यहाँसम्म आइपुगेको होला है। त्यो विगतको यो कुन भिजन कुन प्लानिङले गर्दाखेरि यतिको राम्रो भयो? यस्तो छ, हामी कसैसँग पनि कम्पेयर गर्दैनौँ। हामी हाम्रो काम गर्छौँ। हामीले कसरी उत्कृष्ट दिने कोसिस गर्छौँ। हामी इमानदारीतापूर्वक हामी काम गर्छौँ। त्यसैको प्रतिफल यो हो। हजुर, अनि अर्को कुरा मैले के भन्छ भने पढाइको साथसाथै एक्स्ट्रा एक्टिभिटिज भन्छ, त्यसपछि टेक्नोलोजीको कुरा पनि आउँछ। अहिले आउँदाखेरि एआई प्रविधिको कुरा पनि आउँछ। यो विषयमा पनि रामतुलसी माध्यमिक विद्यालयले अलिकति आफूलाई अगाडि एउटा लिडिङ पोजिसनमा पनि राखेको छ है। तपाईहरुको यसको एआई अथवा टेक्नोलोजीको कुरा गर्दाखेरि कस्तो कस्तो प्रविधिहरू तपाईले वितरण भएको छ? यस्तो छ, हामी पढाइको अलावा हामीसँग डान्स टिचर छ। विद्यार्थीहरूलाई पढाइ मात्र होइन, डान्समा पनि इन्भल्भ गर्नुपर्छ। हामी डान्स टिचर छ, हामीसँग खेलकुद टिचर पनि छ, स्पोर्ट टिचर हामी छुट्टै राखेका छौँ र हामीसँग ल्याबको कम्प्युटर ल्याब 3 ल्याब छ। त्यसले गर्दा हामीले कक्षा कोठामा अत्याधुनिक खालको आइसिटी ल्याब हामीसँग छ। करिब 3 करोड भन्दा बढी लगानी बनेको छ। त्यो भएर हामी सबै कुरामा अगाडि छौँ भनेर लागिरहेको छ। हस् त, धन्यवाद।